हेलो साथीहरू, के गर्दै हुन्छ? आराम हुन्छ तपाईँ सबजना? त फेरि केही समयपछि आइसकेको छु तपाईँलाई चाहिँ एउटा राम्रो एउटा स्टोरी लिएर, जुन स्टोरीले हामीलाई लाइफमा अघि बढ्नुको लागि, लाइफमा सक्सेस हुनुको लागि एकदमै दमदार रोल प्ले गर्नु सक्छ। जस्ट ध्यान दिएर सुन्नु होला, बुझ्ने कोसिस गर्नु होला र यो स्टोरीको मोरल पनि म तपाईँलाई फाइनली भने नै छु। कान नसुन्ने बहिरो एउटा भ्यागुताको बारेमा एकचोटिको कुरा हो। एकचोटि मतलब जुन एउटा पोखरीको भ्यागुताहरूमध्ये सबै भ्यागुताहरूले चाहिँ यो भ्यागुतामध्ये सबैभन्दा पावरफुलको न यहाँको नायिकेको, यहाँको चाहिँ हिरोको, यहाँको चाहिँ एकदम पावरफुल कुन चाहिँ भ्यागुता होइन, एकदम जल्दोबल्दो कुन चाहिँ भ्यागुता भनेर चाहिँ एउटा छनौट कम्पिटिसन राखेछन्। यो क्रममा चाहिँ सबैजना भ्यागुताको चाहिँ मिटिङ भएछ र भोलि आइतबार बिहान 10 बजेदेखि मतलब के हुन्छ, हामीले चाहिँ विभिन्न कम्पिटिसनहरूलाई मतलब के भने चुज गरेर हु इज द बेस्ट हामीले चाहिँ चुज गरिन्छ। भ्यागुता मध्येको हिरो भ्यागुता, ह्यान्डसम भ्यागुता, लायकको भ्यागुता होइन, त सबैले इज्जत गर्नुपर्ने खालको भ्यागुता भनेर चाहिँ के गरिएछ, त्यो चाहिँ मिटिङ राखिएछ। र त्यो मिटिङले एउटा निर्णय पनि गरेछ कि जुन यिनीहरू जो पोखरीमा बस्थे, त्यो पोखरी त माथिबाट झर्ना आएर बनेको थियो र सबैले डिसिजन गरेछन् कि त्यो पोखरीबाट जो चढ्दै 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 त्यो झर्नाको टुप्पोमा पुग्छ र त्यही नै के हुनेछ, विजेता हुनेछ। यसरी डिसाइड गरिसकेको छ र समाउ 100 जना भ्यागुताहरू चाहिँ आएको रहेछ। सबै अनि त्यो निर्णय सकिएपछि घर घर गएछ र भोलि बिहान 10 बजे आउनुभन्दा अगाडि जुन भ्यागुताहरू घर गए पश्चात घरमा सल्लाह गरेछन् आफ्नो आमासँग, बाबासँग, साथीसँग, दाइ दिदीसँग। हो मम्मी मतलब के छ, हामी त भ्यागुताहरूको यस्तो सम्मेलन भयो होइन, हामी हट्टाकट्टा एकदम यङ स्टार्स भ्यागुताहरूको को चाहिँ हिरो भ्यागुता हुने भनेर चाहिँ म पनि सहभागी हुन जानेछु आमा भोलि भनेर यसरी खुसी हुँदै सुनाउँदा त आमाले के हुन्छ, जाँच त्यत्रो ठुलो त्यो चाहिँ मतलब पहराकोमा भोलि त्यहाँबाट खसेर मरिस भने के हुन्छ, मतलब यसो खालको चाहिँ कुरा गरेछ। समाउ अरू डिफ्रेन्ट यस्तो चाहिँ कुराहरू सुनेछ। र जब भोलि बिहान 10 बज्छ त्यो भ्यागुताको चाहिँ त्यो सम्मेलनको जुन निर्णय अनुसार अब त्यो कम्पिटिसन सुरु हुन्छ, त्यो टाइममा मात्रै 50 वटा भ्यागुता आइदिएछ। टोटल 100 जना भ्यागुताको चाहिँ मिटिङ बसेको थियो। त्यो मध्ये 50 जनाको फ्यामिली चाहिँ अलरेडी के गर्दैछ, नेगेटिभ दिएछ र मात्रै 50 भ्यागुता चाहिँ त्यहाँ आएछन्। अब हल्ला त सबै पोखरीभरि भइसकेको छ। हेर्नको लागि त्यो रमिता हेर्नलाई, त्यो कम्पिटिसन हेर्नलाई चाहिँ सबै भ्यागुता लाइन लाएर बसेको छ र जम्मा 50 जना भ्यागुताहरू चाहिँ त्यो मतलब पहरा चढ्ने कम्पिटिसनको लागि चाहिँ आएछ। त्यो 50 जना मध्ये पनि अब कति त जो साथीहरू नि छ, जो रिमेनिङ 50 जना जो पार्टिसिपेट भएन, तिनीहरूले कतिपय आफ्नो एकदम मिल्ने साथीहरूलाई भन्दै चाहिँ ए नचढ मेरो मम्मीले भन्नुभएको त्यो त्यहाँ चढ्दाखेरि खस्यो भने त मरिन्छ होइन, जाने गयो भने के को हिरो बन्नुहोला, के को नेता भ्यागुता बनाउला होइन, यस्तो विभिन्न नेगेटिभहरू दिइरहेको थियो। त्यही पनि 50 वटा भ्यागुता चाहिँ हिम्मत लाइन छ, त्यहाँदेखि चाहिँ स्टार्ट गरेछ। अलिक माथि जाँदा एउटा दुईवटा भ्यागुता चाहिँ त्यो पहराको चिप्लोले गर्दाखेरि खसेछ पनि होइन, गर्दा गर्दै के भयो 10 वटा मानुस खसेछ र 40 वटा अझै एटेम्प गरेको छ, अझै एटेम्प गरेको छ। अलिक माथि पुग्दा अरू साथीहरूले चाहिँ के भनेको छ, ए नजा आइज फर्केर होइन, मतलब यस्तो खालको चाहिँ के छ, विभिन्न उनीहरूलाई नेगेटिभहरू दिइरहेको रहेछ। त्यो मध्ये अनि कतिपयलाई त्यो पत्यार लागेछ, ए मतलब साँच्चै 10 वटा त खसिसके, अनि यही तलबाट खसा त एटलिस्ट बाँचे, अझै माथिबाट खस्यो भने त के हुन्छ, प्राणै जान्छ, ज्यानै गयो भने त के को मतलब अगाडि बढ्नु, मतलब यसो सोचेर कतिपय भ्यागुताहरूले त्यहीदेखि क्वेट गरेछ। र अब के भयो, जम्मा 25 जना चाहिँ भ्यागुताहरू अब माथि चढ्दै थिए। उकालोमा जति माथि जाँदैछ, भिर पहरामा जति माथि चढ्दैछ, तलको आवाजहरू चाहिँ अलिकति कम सुनाइमा आउन थाल्यो। तलकोले के भन्थे, ए पक मतलब फर्की मतलब यसो जो मतलब भनिरहेको छ होइन। कतिपय चिक्लिँदै गए, खस्दै गए, चिक्लिँदै गए, खस्दै गए। कतिपयले त्यो खसेको देखेर होपलेस भए, क्वेट गर्दै गए होइन। र फाइनल्ली एकदम मतलब टप लेभलमा पुग्नु क्रममा चाहिँ मात्र 5 वटा भ्यागुताहरू चाहिँ पुगेछ के। र उनीहरूले तल फर्केर हेर्दाखेरि के लागेछ, उनीहरूलाई चाहिँ यस्तो एउटा फिल भएछ, मतलब रियल्ली नै मतलब म यहाँबाट खस्यो भने त मरि नै जान्छु कि न। उनीहरूले के गर्छ, त्यहीदेखि क्वेट गरेछ। र एउटा भ्यागुता जुन सँगसँगै मतलब चढिरहेको थियो, त्यसले चाहिँ सबैले भनिरहेको थियो ए पक होइन, त्यहाँ नजा नचढ। अरू सबै साथीहरूले मतलब क्वेट गरिसके, तैँले पनि रोक, फर्केर आइज भनेको मतलब देख्दाखेरि के गरेछ, उसले चाहिँ मतलब उसलाई यस्तो मतलब फिल भएनछ कि उनीहरूले साथीहरूले चाहिँ के गरिरहेछ, पक रोक भनिरहेछ। उसले चाहिँ जस्ट मतलब यो सोचेछ कि मतलब माथि चढ्ने क्रममा चाहिँ नआत्ती नडरा, धैर्य राख, न अरूले क्वेट गरे पनि के गर, त चाहिँ चढ्नु सक्छस्, पक नआत्ती भने जस्तो उसले त्यो हातको इसाराले चाहिँ मतलब उसले फिल गरेछ के। र फाइनल्ली उसले के गर्यो, माथि चढ्छ र ऊ के हुन्छ, त्यहाँको चाहिँ विजेता भएर तल झर्छ।
र तल झर्दाखेरि चाहिँ मतलब सबै भ्यागुता आउले होइन पछि चाहिँ सोधेछ उसलाई होइन त माथि चढिस कस्तो फिलिङ भयो के महसुस भयो त्यत्रो साथीहरू झरे लोटे कतिलाई चोट लाग्यो कतिले क्वेट गरे अनि हामीले तँलाई पख पख भन्दाखेरि पनि त किन नफर्केको त कसरी चढिस तैँले भन्दाखेरि त बिचरा त्यो के रहेछ त्यो भ्यागुता त टोटल्ली कहानी नसुन्ने रहेछ राइट त्यो बुढाको त डेप रहेछ के र फाइनल्ली यो स्टोरीले चाहिँ होइन त हामीले के सुन्छौँ भन्दा जसरी यो भ्यागुताले के ठान्यो ए पख मतलब नजा होइन रोकी भन्दाखेरि उसको यो हातको जो इसारा छ त्यसलाई चाहिँ नाति न त धैर्य गर त तैँले गर्न सक्छस् अरूले नसके पनि तैँले चाहिँ गर्न सक्छस् राइट त्यो यस्तो चाहिँ उसले सुन्थ्यो अरे के यस्तोले मनले महसुस गर्थ्यो अरे के र हामीले पनि कहिले कस्तो के हुन्छ भने अगाडि बढ्ने क्रममा स्ट्रगल गर्ने क्रममा होइन सधैँ भने जस्तो त हुँदैन कहिले कसो हामीलाई के हुन्छ अनसक्सेस भइन्छ होपलेस हुनसक्छ साथीभाइ परिवारले नेगेटिभ दिनुसक्छ र सोसाइटीले नेगेटिभ दिएको हुन्छ त्यो बेलामा अगर हामी पनि के गर्न सक्यौँ हामी गहिरो हुन सक्यौँ भने अभियसली हाम्रो गोललाई हामी एचिभ गर्न सक्छौँ र तपाईँहरू सबैजना जो करियरको लागि स्ट्रगल गर्दै हुन्छ जो हार्डवर्क गर्दै हुन्छ तपाईँ आफ्नो धैर्यता नगुमाउनुहोस् जसरी यो भ्यागुताले चाहिँ होइन उसले सुनेन कसैले दिएको नेगेटिभ सुनेन त्यो कारणले गर्दाखेरि पनि ऊ के भयो त्यो डाँडाको टुप्पोमा चढ्न सक्यो र त्यो सबैमध्येको एउटा लिडर बन्न सक्यो नायिका बन्न सक्यो हिरो भ्यागुता बन्न सक्यो सेम तपाईँ पनि त्यो फ्यामिलीको हिरो बन्न सक्नुहुन्छ त्यो सोसाइटीको हिरो बन्न सक्नुहुन्छ तपाईँको साथीको सर्कलको त्यो हिरो बन्न सक्नुहुन्छ जस्ट तपाईँ नेगेटिभिटीलाई नसुन्नुहोस् यसलाई क्वेट गर्नुहोस् लाइफमा अगाडि बढ्नुहोस् सबैलाई सफलताको शुभकामना।